नमस्कार, म सीता लामा। म यो कन्यासम मै जन्मिएको कन्यासम गाउँपालिका वार्ड नम्बर 1 चौघरे गाउँमा जन्मिएर अहिले म 50 वर्ष भएँ उमेरले। र म चाहिँ सानैदेखि पढेको यहीँ, खेलेको यहीँ, हुर्केको यहीँ र 6 सम्म मैले यहाँ पढेँ। लेले स्कुलमै 6 क्लासदेखि लेले स्कुलमै पढेँ। त्यहाँबाट एसएलसी गरेर मैले विगतमा विभिन्न किसिमको जोस अब दुःख सुख गरेर पढेर अहिले म आफ्नै गाउँपालिकामा काम गर्न आउँदा ज्यादै आफूलाई गौरवित लागेको छ। सानोमै आमा बुवा बिते। आमा बुवा बितेर पनि मैले के गर्नुपर्छ भन्ने मेरो एकदम सोच भएको कारणले गर्दाखेरि यो ठाउँमा आएर जुन चाहिँ पाइला पाइला ढुङ्गा माटोलाई पनि एकदम माया लाग्छ र त्यो मायाकै कारणले धेरै वर्ष बाहिर काम गरेर हिँडेँ, तर अहिले यहाँ आएर काम गर्न मौका पाएको छ। र दुःख सुख गर्दै पढ्दै गर्दाखेरि आफ्नो घर, आफ्नो समाज, आफ्नो यो जुन अफिस गर्दै अहिले मैले के न के गरेको जस्तो फिलिङ त लाग्छ र पनि म अझै सक्सेस हुन्छु भन्ने आफ्नो सोचको साथ अगाडि बढिरहेको छ। र मैले आफ्नो कसरी म यहाँसम्म पुगेँ त भन्ने कुरा बिस्तारै यहाँहरूलाई भन्ने छु। र अहिले चाहिँ मैले जस्ट यति भन्छु कि मैले अफिसमा काम गर्छु। 9 बजेदेखि 5 बजेसम्म खट्छु अफिसको। कति त भन्दा पहिला मैले आइतबारदेखि शुक्रबारसम्म खट्थेँ भने अहिले शनिबार र आइतबार पनि मलाई फुर्सद पाएको छ। र त्यो समयलाई सदुपयोग गरेर मान्छे सफल हुन सकिन्छ यही देशमा बसेर भन्ने म सन्देश दिन चाहन्छु। केही छैन, केही हुँदैन भन्ने यो देशमा बसेर भन्नेलाई म केही न केही सन्देशमूलक यो मेरो च्यानल मार्फत यहाँहरूलाई सूचना दिन चाहन्छु। र यहाँहरूले यो सर्टमा हेर्नु होला र स्किप नगर्नु होला। र मैले आफूले भोगेर गरेर आफ्नो प्र्याक्टिकल लाइफमा लागू गरेको कुराहरूलाई नै यहाँलाई सन्देशको रूपमा दिन चाहन्छु। र यहाँहरूको पनि लाइफमा यहीँ बसेर यही देशमा, विदेश मात्रै के हो र, विदेशमा चाहिँ पात फुट्ने जत्तिकै मान्छेहरू लड्को लाएर गएको छ। मलाई साह्रै दुःख लाग्छ। म एयरपोर्ट पनि एक दिन जाने गर्छु र हप्ताको एकचोटि हेर्ने गर्छु। प्रत्येक हप्ता लड्को लागिरहेको छ भने मैले यहीँ नै केही गर्न सक्छु होला भन्ने कुरा सन्देश चाहिँ मेरो च्यानल मार्फत दिन चाहन्छु। हस्, धन्यवाद।